नमस्ते, यहाँहरूलाई स्वागत छ। आजको यस भिडियोमा म लुम्बिनी स्थित महाविहारका विभिन्न विहारहरूको भिडियोलाई म आजको यस भिडियोमा प्रस्तुत गर्दैछु। सुरुमा म नेपाल महाविहार बर्जयान महाविहारमा यो भिडियोमा समावेश गर्दैछु र यो नेपाल बर्जयान महाविहार कलात्मक रूपमा पुरातात्विक हिसाबले पनि नेपालको पुरानो प्राचीन सभ्यतासँग सम्बन्धित रहेको देखिन्छ र यो कलात्मक रहेको देखिन्छ। काठमाडौँका विभिन्न क्षेत्रमा भएको जस्तै यहाँ पनि विभिन्न किसिमका कलात्मक प्रतिमाहरू देखिन्छ र यहाँ गणेशको मूर्ति पनि राखिएको छ। नेपाल बहुधार्मिक बहुभाषिक क्षेत्र भएको कारणले गर्दा पनि हाम्रो हिन्दू र बौद्ध धर्मअनुसार जस्तै मुक्तिनाथ क्षेत्रमा हिन्दू र बौद्ध दुवैले पूजा गर्ने गर्दछन् र यहाँ बुद्धका मूर्तिहरू प्रतिमाहरू विभिन्न व्यक्तिहरूको सम्झनामा निर्माण गरेको देखिन्छ। बुद्धका प्रतिमाहरू मूर्तिहरू एकदमै राम्रो सभ्य शालीन देखिएको छ र यी मूर्तिहरूको फोटो यो भिडियोमा समावेश गर्न पाए र यो महत्त्वपूर्ण समय हो किनभने मैले यो लुम्बिनी क्षेत्रमा आएर यो भिडियो निर्माण गर्नु विश्वव्यापी रूपमा शान्तिका अग्रदूत गौतम बुद्धको प्रतिमाहरू र उहाँको सन्देशहरूलाई बाहिरी विभिन्न सञ्चार माध्यमहरूमा दिनुभएको सन्देशहरूलाई विश्वमाझ पुर्याउनु नै अहिलेको आवश्यकता देखिन्छ। वर्तमान नेपालमा यो घटनाहरू घट्नु नेपालको लागि राम्रो त होइन। शान्तिका अग्रदूत सन्देशहरूलाई नै हामीले ग्रहण गर्नुपर्दछ र उहाँको मार्गदर्शनलाई हामीले पुरा गर्ने नेपालको भलो हुनेछ। फ्रान्सले बनाइदिएको मूर्तिहरू छन् यो पार्कमा एकदमै राम्रो भव्य देखिन्छ र यो फ्रान्सले बनाइदिएको स्तूपा हो। भित्र प्रवेश गर्दैछु। यहाँ पनि एकदमै राम्रो छ र भित्रको चाहिँ फोटो खिच्न पाइँदैन, बाहिरको मात्रै फोटो खिच्न पाइन्छ। यो स्तूपमा चाहिँ बाहिरको फोटोहरू चाहिँ खिच्न पाइन्छ र भिडियो बनाउन पनि पाइन्छ भने भित्रको चाहिँ भिडियोहरू खिच्न पाइँदैन। एकदमै राम्रो यो भित्र चाहिँ म गइनँ किनभने मसँग अहिले क्यामेरा छ र क्यामेरामा फोटो खिच्दैछु र भिडियोहरू पनि बनाउँदैछु र मैले भित्र नगइकन बाहिरबाट पनि यो स्तूपाको भिडियो मैले बनाएँ र यहाँबाट 5 बजे पछाडि चाहिँ यो स्तूपाहरू बन्द हुने भएकाले म छिटो यहाँबाट निस्किएँ र विभिन्न प्रतिमाहरूको फोटो भिडियोहरू बनाइकन म यहाँबाट निस्किएँ। यहाँ चाहिँ एकदमै सुन्दर शान्त वातावरण बीचमा पोखरीहरू पनि रहेको छ र यहाँ गौतम बुद्धको बाल्यकाल अवस्थाको प्रतिमा पनि बनाउँदै गरेको देखिन्छ र यो प्रतिमा चाहिँ एकदमै ठुलो विशाल रूपमा रहेको देखिन्छ। यहाँबाट चाहिँ म पनि निस्केँ। त्यसै गरी अहिले साँझको 5 बज्दै गरेको छ र त्यसै कारणले गर्दा यो गुम्बा चाहिँ बन्द भइसकेको छ। त्यसैले मैले यो गुम्बाभित्र चाहिँ जान पाएन। लुम्बिनी चाहिँ एकदमै महत्त्वपूर्ण सुन्दर शान्त तथा विश्व सामु परिचित गराउने क्षेत्र रहेको देखिन्छ र यस क्षेत्रलाई संरक्षण सम्वर्धन गर्न हामी सबै नेपालीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। हस्, धन्यवाद।